किसान साथीहरुलाई सुजन गिरी ब्लग्समा स्वागत छ। आज चाहिँ म विशेष गरेर बंगुर फर्म्समा चाहिँ एकदमै एकजना साथीले एकदम इन्ट्रेस्टिङ एकदमै चाखलाग्दो र बुझ्नै पर्ने अनि यो विषयमा चाहिँ धेरै किसान साथीहरुलाई चाहिँ अलिकति भनौं न कन्फ्युज भएको कारणले गर्दाखेरि चाहिँ त्यो टपिक्समा आज म भिडियो बनाउँदै छु। त्यो टपिक चाहिँ रहेको छ ब्रिड चाहिँ प्योर ब्रिड र क्रस ब्रिड यानी कि क्रस ब्रिड मा हुने फाइदा के र बेफाइदा के र प्योर ब्रिड मा हुने फाइदा र बेफाइदा के यो बारेमा चाहिँ अझ विशेष म तपाईलाई चाहिँ प्रश्न पार्न गइरहेको छु। कुन नसल चाहिँ हाम्रो फर्मको लागि उपयुक्त हो र कस्तो ब्रिड चाहिँ के को लागि पाल्ने र प्योर ब्रिड के को लागि अथवा क्रस ब्रिड के को लागि भन्ने बारेमा चाहिँ आज म विशेष गरेर चाहिँ टपिक्स मा चाहिँ म गफ गर्न गइरहेको छु अथवा बताउन गइरहेको छु। साथीहरु सबैभन्दा पहिले कुरा गरौँ प्योर ब्रिड। प्योर ब्रिड चाहिँ के छ भन्नुहुन्छ भन्दाखेरि चाहिँ प्योर ब्रिडमा चाहिँ यसको फाइदाहरु हैन, प्योर ब्रिडमा चाहिँ के फाइदा कस्तो छ यसको फाइदाहरु भन्नुहुन्छ पहिले हामी कुरा गरौँ फाइदाहरु है। प्योर ब्रिडको फाइदा भनेको चाहिँ सबैभन्दा राम्रो यसको बडी वेट तौल राम्रो हुने हैन, अनि छोटो समयमा एकदमै भनौं न त्यसको ग्रोथ अति नै राम्रो आउने हैन। अनि प्योर ब्रिड भनेपछि तपाईको मूल्य चाहिँ बजारमा पनि राम्रो मूल्य हुने हैन, अनि छिटो बढालु भइहाल्यो हैन। अनि यसको लेन्थ अलिकति लामो हुने, जस्तो कि प्योर ब्रिड भनेपछि लेन्ड्रेस योर्कशायर ड्युरो हेम्पशायर अनि लार्ज ब्ल्याक यस्तोहरु चाहिँ प्योरमा, जस्तो कि प्योरमा हेम्पशायरमा हेम्पशायरै क्रस गराएको, ड्युरोमा ड्युरो क्रस गराएको, लेन्ड्रेसमा लेन्ड्रेस क्रस गराएको, तर यिनीहरुमा चाहिँ के रे यो जुन इनब्रिडिङ नहुने गरी यिनीहरुलाई मिलाएर चाहिँ गरियो भनेदेखि यसको फाइदाहरु चाहिँ धेरै नै छ। अब कुरा गरौँ यसको बेफाइदाहरु। बेफाइदामा चाहिँ के छ त भने प्योर ब्रिड भयो भनेदेखि प्योर ब्रिड चाहिँ हामीले गराउने क्रममा भनौं न प्योर ब्रिड चाहिँ क्रस गराउने क्रममा कहिले कहिले चाहिँ के हुन्छ भन्दाखेरि नाता सम्बन्ध पनि कहिले काहीँ कतैबाट पर्दिने चान्सेस चाहिँ अलिकति केही हदसम्म हुन्छ। यदि नाता पर्यो भने इनब्रिडिङ हुने चान्सेस चाहिँ अलिकति बढी हुन्छ। त्यसले गर्दाखेरि चाहिँ इनब्रिडिङ हुने बित्तिकै चाहिँ कस्तो हुन्छ भने चाहिँ बच्चाको चाहिँ उत्पादन अलिक कम हुने हैन। यो प्योरिटीको कुरा गर्दैछु म साथीहरु। हामी प्योर खोज्दै जाँदाखेरि कहिले कहिले चाहिँ त्यस्तै अपवादको रूपमा पर्ने हुन्छ र बेफाइदाको कुरा गर्दैछु म। इनब्रिडिङ हुने चान्सेस हैन। अनि कस्तो हुन्छ भन्दा यो क्रस ब्रिडको तुलनामा यो प्योर ब्रिडको चाहिँ बच्चाहरु अलिकति कम्ती हुने हो कि भन्ने चान्सेस हुन्छ है, नेपालको इन्भाइरोमेन्टमा चाहिँ म कुरा गर्दैछु। अनि यसको सबै भनौं न जति जन्मेको छ 12-15 वटा जति अनि सबै नहुर्किने चान्सेस पनि हुन्छ है साथीहरु। सबै नहुर्किने र केही मात्र हुर्किने चान्सेस हुन्छ। जस्तो कि 10 वटा जन्मेको छ भने 7-8 वटा तर राम्रो हुने हैन। सबै किन भन्नुहुन्छ भने यसको यो रोगसँग लड्ने क्षमता चाहिँ प्योर ब्रिडमा क्रस ब्रिडको भन्दा एकदमै कम्ती हुन्छ हैन। प्योर ब्रिड भनेपछि अलिकति कपल्लो टाइपको हुन्छ, जस्तो कि बोइलर टाइपको हुन्छ प्योर ब्रिड भनेपछि चाहिँ। बोइलर अब भनौं न बोइलर भनेको अलिकति त्योसँग एक प्रकारको हरेक चीजहरु रोगसँग लड्ने घामपानी सहने यस्ता चीजहरु चाहिँ अलिकति कम्ती हुन्छ। त्यसले गर्दाखेरि पनि यो अलिकति कपल्लो टाइपको हुन्छ। यिनीहरुलाई चाहिँ इन्भाइरोमेन्ट पनि एकदमै राम्रो सुइटेबल, न गर्मी खप्न सक्छ न जाडो खप्न सक्छ। यिनीहरुलाई ब्यालेन्स यसको तापक्रम चाहिँ मिलाउन एकदमै जरुरी छ है। अब यो फाइदा र बेफाइदा प्योरिटीमा अब भनौं न यो क्रस ब्रिडमा चाहिँ फाइदा र बेफाइदाहरु। जस्तो कि क्रस भनेपछि लोकलमा मैले कुरा गरिन, मैले हाइब्रिडकै कुरा गरे। जस्तो कि लेन्ड्रेसमा तपाईले ड्युरो मिसाउनु भयो भनेदेखि यसलाई क्रस मानौं, हेम्पशायरमा तपाईले ड्युरो मिसाउनु भयो भने यसलाई क्रस ब्रिड मानौं है। यसरी क्रस ब्रिड गराउँदाखेरि यसको हामी पहिले कुरा गरौँ फाइदामा। यो अति नै फाइदामूलक हुन्छ साथीहरु। यदि तपाई चाहिँ मासुको लागि तपाईले जुन क्रस ब्रिड गराइएको बच्चाहरु चाहिँ मासुको लागि पाल्नु हुँदैछ भने एकदमै राम्रो हुन्छ। यसको अब म त मासुमै किन पाल्ने त र यसको मासुमा पाल्दा चाहिँ फाइदा के त भन्दाखेरि यसको मासु रातो मासुको मात्रा बढी हुने र बोसो अलिक कम्ती हुने हैन। के भनेदेखि अहिले जुन भनौं न डक्टरी हिसाबमा अथवा हरेक चीजले गर्दाखेरि यो चिल्लो अलिक कम्ती खानु अथवा बोसो अलिक कम्ती खानु भन्ने हिसाबले अहिले प्राय त मान्छेहरु रातो मासु बढी खोज्ने भएकोले रातो मासु अलिक ज्यादा हुन्छ। यसमा प्लस पोइन्ट एकदमै राम्रो। अनि यसको कस्तो हुन्छ भने यसले घाम पानी खट्ने चाहिँ यसमा ह्युमिडिटी पावर भनौं अथवा यसको रोगसँग लड्ने क्षमता चाहिँ प्योरिटीमा भन्दा क्रस ब्रिडमा चाहिँ अलिकति ज्यादा हुन्छ। कसरी ज्यादा हुन्छ त भन्दाखेरि दुईटा जिनहरु चाहिँ
क्रस भइसकेपछि चाहिँ के हुँदो रहेछ भनेदेखि यसको चाहिँ अटोमेटिकल एक प्रकारको पावर चाहिँ जेनेरेट भएर यो चाहिँ भनौँ न यिनीहरूको ह्युमिडिटी चाहिँ अलिकति स्ट्रङ हुँदो रहेछ र यसले गर्दा घाम पानी होइन अलिकति खट्ने चान्सेस अथवा प्योर ब्रिड भन्दा यसको चाहिँ अलिकति धेरै नै हुन्छ। त्यसले गर्दा इनब्रिडिङ चाहिँ यसमा फेरि अर्को के हुन्छ इनब्रिडिङ हुने चान्सेस एकदमै कम्ती हुन्छ होइन। जस्तो किनभने क्रस भयो, क्रस हुने बित्तिकै त इनब्रिडिङ हुने चान्सेस कम्ती हुन्छ किनभने प्योर भएपछि त नाता पर्ने सम्बन्ध हो, छोराछोरी आमा बुवा दिदी बहिनी यस्तो पर्ने भयो होइन त। त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भन्दा इनब्रिडिङ क्रस हुने बित्तिकै धेरै कम्ती हुन्छ है साथीहरू इनब्रिडिङ हुने चान्सेस। अनि यसको के हुन्छ यसको पनि वृद्धि चाहिँ जुन यो प्योरिटीको भन्दा पनि अझै राम्रो वृद्धि हुन्छ होइन, धेरै राम्रो हुन्छ। अनि तपाईँले हावापानीमा नि खट्ने हुन्छ। अनि यसको के छ त भन्दाखेरि बच्चा तपाईँले जस्तो कि 10वटा 12वटा बच्चा पायो भने यसको चाहिँ ग्रोथ एकदमै राम्रो हुन्छ। 10वटा 12वटै बच्चा चाहिँ हुर्किने चान्सेस अलिकति बढी हुन्छ यसमा चाहिँ। जस्तो कि प्योर यता प्योरबाट र यता भनौँ न यो मिक्स अथवा क्रस ब्रिडबाट चाहिँ तपाईँले तुलना गर्नुभयो भने लगभग यता प्योरमा 80 हुन्छ भने कहिले कहिले चाहिँ 95सम्म आउन सक्छ यो क्रस ब्रिडबाट चाहिँ। यसको उत्पादनको भनौँ न उत्पादनलाई हेर्नुभयो भनेदेखि है। अब यसको तुलना गरौँ, अब यसको फाइदा त मासुको एकदमै योग्य हुन्छ, मासु खान योग्य हुन्छ। यसको चाहिँ भनौँ न रातो मासु ज्यादा भएर चाहिँ यसको बिक्री वितरण धेरै राम्रो हुन्छ। अनि मासुको लागि पाल्नु हुँदैछ भने अझै यो वात्त बढ्ने हुन्छ होइन, चाँडै बढ्ने हुने अनि जे खाए पनि पचाउने हुने। त्यसले गर्दाखेरि चाहिँ यसको मासु छिटो तयार हुने हुन्छ बजारमा लानलाई दोस्तो। अनि अब यसको बेफाइदाको कुरा गरौँ, बेफाइदा हुँदाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि मान्छेले प्योर नभनेपछि चाहिँ भनौँ न बिक्रीमा अलिकति कम्ती प्राइस दाम अलिकति कम्ती हुने। बच्चाको तपाईँको यदि बच्चा बेच्नु हुँदैछ भनेदेखि चाहिँ अथवा मासुको लानेले मासु पाल्नेहरूले लानुभयो त बेटर भइहाल्यो होइन। तर कसैले चाहिँ म प्योरबाटै ब्रिडिङको लागि लान्छु अथवा उत्पादन गर्नको लागि मेरो फर्ममा लान्छु भन्नुभयो चाहिँ अलिकति मूल्य चाहिँ कम्ती दिने हो कि भन्ने जस्तो चाहिँ एउटा कुरा हुन्छ होइन। अनि यसमा चाहिँ अर्को के छ त भन्दाखेरि फेरि तपाईँले अर्को ठाउँबाट एउटाबाट अर्कोमा लाँदाखेरि होइन त्यसमा चाहिँ के हुन्छ भने प्योर निकाल्नलाई चाहिँ अथवा प्योरिटीमा जानलाई चाहिँ धेरै नै सम्भवबाट चाहिँ अलिकति टाढै भए जस्तो हुन्छ होइन, असम्भव जस्तै हुन्छ प्योरिटीमा जानलाई चाहिँ त्यो क्रस ब्रिडबाट। त्यसले गर्दाखेरि पनि तपाईँ अलिक कुनमा हो के यसबाट जन्मिने बच्चा के हुने होइन, किनभने रङ्गे पाटे बुटे यो विभिन्न प्रकारको आउने भएर चाहिँ यसलाई चाहिँ प्योर ब्रिडमा लान एकदमै चान्सेस कम्ती छ है साथीहरू। तर यदि तपाईँहरू चाहिँ प्रोडक्सन गर्नुहुँदैछ अथवा बच्चा चाहिँ भनौँ न बच्चा पाल्ने सोचमा हुनुहुन्छ भने पक्कै पनि प्योर ब्रिड पाल्नु होला। प्योर ब्रिडको चाहिँ के हुन्छ भने मूल्याङ्कन अलिकति राम्रै हुन्छ हाइब्रिडमा होइन। अनि तपाईँ फेरि मासुको लागि पाल्नु हुँदैछ भने पक्कै पनि क्रस ब्रिडबाटै जानु होला, किनभने क्रस ब्रिड एकदमै बेटर हो मासुको लागि है त साथीहरू। आजको भिडियो कस्तो लाग्यो होला पक्कै पनि अलिकति तपाईँले कन्फ्युज हुनुभएको थियो होला। पक्कै पनि मैले जाने जति मेरो एक्सपिरियन्सले चाहिँ तपाईँलाई क्लियर गर्न खोजेँ। अन्तिमसम्म हेर्नुभएकोमा थ्याङ्क यू सो मच।